अहिलेको समयमा दोस्रो बजारमा भर्खरै मात्र आइपिओ निष्कासन गरेको गार्डियन मैक्रोलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एकदमै चर्चामा रहेको छ र मार्केट प्राइस पनि करिब 1700 को हालमा पुगिसकेको छ। तर यो बेलामा यो मर्जरमा जाने भन्ने एकदमै धेरै हल्ला रहेको छ। यो वास्तविकता के हो त? यसको शेयर हामीले कहिलेसम्म बेच्ने, कहिलेसम्म होल्ड गर्ने, साथै यो कम्पनी मर्जरमा गयो भने हामीलाई कस्तो खालको नोक्सान होला वा नाफा के होला त? यसको बारेमा हामीले यो भिडियोमा चर्चा गर्नेछौँ। साथै एसएमई प्लेटफर्म मार्फत निष्कासन गर्ने आइपिओमा हामीले कम्तीमा 500 किताब भर्नुपर्ने व्यवस्था गरेको थियो भने अब बेच्ने बेलामा यानी त्यो कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउँदा पनि के हामीले 500 कितादेखि नै कारोबार गर्नुपर्ने हो त? यसको बारेमा वास्तविक अपडेट आएको छ। यसको बारेमा पनि हामीले जानकारी दिनेछौँ। साथै क्रेस्ट मैक्रोलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आइपिओमा आज पहिलो दिनमा कति अपडेट पर्यो त? यसको बारेमा पनि जानकारी दिनेछौँ। त्यसकारण तपाईहरुले यी 3 अपडेटको बारेमा जानकारी पाउन चाहनुहुन्छ भने यो भिडियो स्किप नगरी अन्तिमसम्म हेर्नु होला। अब ढिला नगरी लागौ विषयवस्तुतर्फ नै। सर्वप्रथम कुरा गरौँ अहिलेको समयमा मार्केटमा एकदमै चर्चामा रहेको गार्डियन मैक्रोलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरको बारेमा सम्पूर्ण जानकारी। अहिलेको समयमा हामीले भिडियो बनाइरहँदासम्म यो कम्पनीको अन्तिम कारोबार करिब 1672 रुपैयाँ 20 पैसामा भइरहेको छ। यानी 100 रुपैयाँ लगानी गरेका लगानीकर्ताहरूले यो कम्पनीमा 1572 रुपैयाँ 20 पैसाको नाफा चाहिँ अहिलेसम्म आउँदा कमाइसक्नु भएको छ भने 10 किताबमा 15722 रुपैयाँ चोखो नाफा आफूले गरेको लगानी बाहेक लगानीकर्ता साथीहरूले कमाउन पाउनु भएको छ। यो एकदमै खुसीको खबर रहेको छ र सम्भवतः अझै पनि यो कम्पनीको मार्केट प्राइस बढ्ने उच्च सम्भावना रहेको छ। विगतमा जसरी लघुवित्त कम्पनीहरूको मार्केट प्राइस एकदमै धेरै सर्किट हान्दै राम्रो प्राइससम्म पुगिरहेको थियो त्यसरी नै यो कम्पनीको मार्केट प्राइस पनि राम्रै जाने सम्भावना देखिन्छ। अहिलेको मार्केट प्राइस हेर्ने कन्डिसन हेर्ने भने यो कम्पनीको प्राइस 2000 त मजाले क्रस गर्ने देखिन्छ। अहिलेको समयमा मार्केट प्राइस एकदमै धेरै भइरहेको हुँदा आज मात्रै करिब 7297 पटक कारोबार भएको छ जसमा 1,43,850 किता शेयर किनबेच भएको छ भने यसरी हेर्दा यो कम्पनीको मार्केट प्राइस अब भने थोरै खुम्चिन सक्ने सम्भावना पनि रहेको छ। थोरै प्रतिशतले बढ्नेछ तर 2000 क्रस भने मजाले गर्ने सम्भावना रहेको छ। यसरी मार्केटमा तहल्का मच्चाइरहेको अवस्थामा गार्डियन मैक्रोलाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभाको एजेन्डा पुँजी वृद्धि र मर्जरमा जाने प्रस्ताव समेटेको छ। कम्पनीको दोस्रो साधारण सभाले विशेष प्रस्तावमा अन्य कुनै इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्न गाभिन वा प्राप्ति गर्न आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र नियमनकारी निकायबाट कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी वृद्धि गर्ने निर्देशन आएमा पनि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव राखिएको छ। कम्पनीले साधारण सभाको एजेन्डामा मर्जर र पुँजी वृद्धिको प्रस्ताव राखेसँगै लघुबिमा कम्पनीहरू पनि ठूला बिमाकहरू जस्तै मर्जरमा जाने सुरसार गर्न थालेको चर्चा चलेको छ। नेपाल बिमा प्राधिकरणले लघुबिमा कम्पनीहरूलाई चुक्ता पुँजी बढाउन दबाब दिन थालेको र सोही बमोजिम गार्डियन मैक्रोलाइफले पनि साधारण सभाको एजेन्डामा उक्त प्रस्ताव राखेको हो कि भन्ने आकलन पनि गर्न थालेको छ। लघुबिमा निर्देशिका बमोजिम लघुबिमकले अनिवार्य रूपमा चुक्ता पुँजीको 30% शेयर पब्लिकमा जारी गर्नुपर्ने प्रावधान रहेको छ। लघुबिमा कम्पनी पब्लिकमा गइसके पछाडि प्राधिकरणबाट भविष्यमा चुक्ता पुँजी बढाउने दबाब आउन सक्ने हेतुले मर्जरको प्रस्ताव राखिएको कम्पनीले जनाएको छ। बिमा प्राधिकरणले भविष्यमा लघुबिमा कम्पनीलाई पुँजी बढाउन निर्देशन दिन सक्ने सम्भावनाले अहिलेदेखि नै तयारी थालेको कम्पनीका सिइओ चिरायु भण्डारीले बताएका छन्। पब्लिकमा गइसकेपछि जसरी ठूला बिमा कम्पनीहरूलाई चुक्ता पुँजी बढाउन दबाब दियो त्यसरी नै लघुबिमा कम्पनीलाई दबाब नहोला भन्न सकिन्न तर प्राधिकरणबाट अहिले नै सो खालको दबाब भनी आइसकेको छैन उनले भनेका छन्। गार्डियन मैक्रोलाइफ सञ्चालनमा आएको भर्खर 2 वर्ष मात्र भएको छ। कम्पनी तत्कालै मर्जरमा नजाने र अझै सिंगल परफर्मेन्स देखाउन बाँकी नै रहेको भण्डारीले बताएका छन्। यसरी माहौल बुझ्ने हो भने गार्डियन मैक्रोलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भविष्यमा गएर मर्जरमा जानुपर्ने अवस्थामा चाहिँ पूर्व तयारी गर्ने लागेको छ तर अहिले नै मर्जरमा जाने कुनै पनि प्रकारको त्यस्तो निर्णय भने गरेको छैन। यानी मर्जरमा जाने कुनै पनि प्लान भने छैन तर भविष्यमा भने नेपाल बिमा प्राधिकरणले दबाब दिएको खण्डमा मर्जरमा जानेछ जसको लागि अहिले नै तयारीमा रहेको छ। यानी अहिले शेयर हाट पार्न सफल हुनुभएका लगानीकर्ताहरू भने यो कम्पनीको मर्जरमा जान्छ कि मार्केट प्राइस घट्छ कि भन्ने टेन्सनमा भने नबस्नु होला। कम्पनीको मार्केट प्राइस मजाले बढ्नेछ। अझै कारोबार रकम त्यस्तो धेरै खुलेको छैन त्यसकारण तपाईहरु ढुक्क भएर यो कम्पनीको शेयर अझै केही समय होल्ड गर्दा हुन्छ। यो भयो गार्डियन मैक्रोलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मार्केट प्राइस सम्बन्धी र नयाँ अपडेट सम्बन्धी सम्पूर्ण जानकारी। अब कुरा गरौँ एसएमई प्लेटफर्म
प्लेटफर्म मार्फत आउने आइपिओ को बारेमा र शेयर कारोबारको बारेमा सम्पूर्ण जानकारी नेपाल स्टक एक्सचेन्जले साना तथा मझौला कम्पनीहरूको प्लेटफर्म एसएमई सम्बन्धी विनियमावली अगाडि बढाएको छ। नेप्सीका प्रवक्ता मुराहरी पराजुलीले दिएको जानकारी अनुसार यस विषयमा धितोपत्र बोर्डले नियमावली बनाएर मन्त्री परिषदबाट पास गरेर पठाएको छ। अब नेप्सीले यस विषयमा विनियमावली बनाउने प्रक्रिया अघि बढाएको छ। यसमा अब नेप्सीले केही पनि परिमार्जन गर्न सक्दैन। उक्त नियमावलीमा एसएमई प्लेटफर्म अन्तर्गत आइपिओ का लागि 500 किताको लागि आवेदन दिनुपर्ने उल्लेख छ। त्यही अनुसार दोस्रो बजारमा पनि 500 किताको दरले नै खरिद बिक्री गर्नुपर्ने हुन्छ। एसएमई नियमावलीको 37 नम्बर बुँडामा भनेको छ, धितोपत्र बजारले अग्रिम सूचना प्रकाशन गरी धितोपत्र बाँडफाट बमोजिम हुने गरी कारोबार हुने न्यूनतम र अधिकतम धितोपत्र संख्या तोक्न सक्नेछ। यसर्थ आइपिओमा आवेदन दिने 500 किता अनुसार नै दोस्रो बजारमा शेयर कारोबार हुने पराजुलीले नियमावली देखाउँदै प्रस्ताव पारेका छन्। उनका अनुसार एसएमईमा छुट्टै प्लेटफर्म नहुन पनि सक्ने बताएका छन्। उनले भारतमा छुट्टै प्लेटफर्म नरहेको र नेपालमा पनि नहुन सक्ने बताएका छन्। प्रवक्ता पराजुलीले हाल विनियमावली बन्दै गरेको भए तापनि इच्छुक संस्थाले धितोपत्र बोर्डमा आइपिओ निष्कासन गर्नको लागि हाल नै आवेदन दिन सक्ने बताएका छन्। एसएमई सम्बन्धी नियमावली लागू भएसँगै 25 करोड रुपियाँ भन्दा कम चुक्ता पुँजी भएका कम्पनीहरूले पनि सार्वजनिक निष्कासन गर्न सक्नेछन्, यानी आइपिओ निष्कासन गर्न सक्नेछन्। यस्ता कम्पनीहरूलाई चुक्ता पुँजीको 30% देखि 49% सम्म सर्वसाधारण लगानीकर्ताहरूमा आइपिओ जारी गर्न दिइने व्यवस्था गरिएको छ। नियमावली अनुसार लगातार 3 वर्षसम्म नाफामा रहेका एसएमई कम्पनीले प्रिमियम मूल्यमा समेत आइपिओ जारी गर्न पाउनेछन्। कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन गर्नु पूर्व प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने धितोपत्रको 5% सोको निष्कासन तथा बिक्री पर्ने सम्बन्धी कार्य गर्ने मर्चेन्ट बैंकरले र 15% योग्य संस्थागत लगानीकर्ताहरूले खरिद गरेको हुनुपर्नेछ भने आइपिओ जारी गर्दा क्रेडिट रेटिङ गर्न पनि बोर्डले निर्देशन दिन सक्नेछ। बोर्डले संगठित संस्थाको क्रेडिट रेटिङ गर्न आवश्यक देखा परेमा यस्तो अवस्थामा नियम बमोजिम धितोपत्रको सार्वजनिक निष्कासन गर्नु पूर्व क्रेडिट रेटिङ गर्ने संस्था मार्फत क्रेडिट रेटिङ गराउन संगठित संस्थालाई निर्देशन दिन सक्नेछ। अन्य अवस्थामा रेटिङ गराइराख्नु भने पर्ने छैन। यसरी एसएमई प्लेटफर्म मार्फत निष्कासन गर्ने आइपिओमा हामीले कम्तीमा 500 किता भर्नु पर्ने हुनेछ भने यो कम्पनीको शेयरलाई बेच्न वा किन्नको लागि पनि दोस्रो बजारमा कम्तीमा 500 किता नै किनबेच गर्नुपर्ने हुनेछ। यो नयाँ नियम लागू भइसकेको छ। यस्तो खालको 500 किताको नै किनबेच गर्नुपर्ने 500 किता नै आइपिओ भर्नुपर्ने नियमले भने ससाना लगानीकर्ताहरू जसले 10 किता शेयरको लागि आइपिओ भर्दै आउनु भएको छ त्यस्ता लगानीकर्ताहरूलाई भने मर्कामा पार्नेछ। यानी त्यस्ता खालका साना लगानीकर्ताहरूको पहुँचमा हुने यस्ता खालका एसएमई प्लेटफर्म मार्फत निष्कासन हुने आइपिओ को शेयर पर्ने छैन। यसमा तपाईहरुको भनाइ के रहेको छ कृपया कमेन्ट बक्समा मेन्सन गर्न नभुल्नुहोला। अब कुरा गरौँ क्रेस्ट मैक्लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्कासन गरेको आइपिओमा आज पहिलो दिनमा कति आवेदन पर्यो भन्ने बारेमा सम्पूर्ण जानकारी। क्रेस्ट मैक्लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारण लगानीकर्ताहरूमा आज फागुन 22 गतेदेखि फागुन 26 गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गर्दै 100 रुपियाँ अंकित मूल्यका दरले 18 करोड 45 लाख रुपियाँ बराबरको 18,45,000 किता आइपिओ निष्कासनमा ल्याएको छ, जसमा आज पहिलो दिनमा नै 4,65,488 जना लगानीकर्ताहरूले करिब 100 रुपियाँ अंकित मूल्यका दरले 58 करोड 58,61,000 रुपियाँ बराबरको 58,58,610 किता शेयरको लागि माग गर्दै आवेदन दिनु भएको छ। जुन यो कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूमा निष्कासन गरेको 18,45,000 किता शेयर भन्दा करिब 3.18 गुणाले बढी हुन आउँछ। यानी आज पहिलो दिनमा नै माग भन्दा धेरै आवेदन पढिसकेको छ। यसर्थ अब यो कम्पनीको आइपिओ निष्कासन मिति फागुन 26 गते भन्दा पछाडि लम्बिने छैन। त्यसकारण तपाईहरुले अझै पनि यो कम्पनीको आइपिओमा आवेदन दिनु भएको छैन भने अझै टाइम रहेको छ। फागुन 26 गते भित्रमा आवेदन दिइसक्नु होला। आज पहिलो दिनमा नै माग भन्दा धेरै आवेदन पढिसकेको हुँदा 1,84,500 जना भाग्यमानी लगानीकर्ताहरूमा मात्र 10 किताको दरले गोला प्रथाको माध्यमबाट यो कम्पनीको आइपिओ बाँडफाट गरिनेछ। यसर्थ तपाईहरु यो कम्पनीको शेयर हाट पार्न भाग्यमै भर पर्नुपर्ने अवस्था हुनेछ। तर शेयर हाट पार्न सफल हुनु भयो भने राम्रै नाफा कमाउने सम्भावना पनि रहनेछ। त्यसकारण यो कम्पनीको आइपिओ भर्न नछुटाउनु होला। यो सँगै आजको भिडियो यति नै। अब भेटिनेछौँ अर्को नयाँ भिडियोमा।